आज हाम्रो यो डल्ली बिसी हाम्रो फुपू उहाँको आज 12औं दिन हैन 12औं दिनको उसमा हामीले यो सप्तरङ्गी संसारका युनिट र हाम्रो पहिला सिङ्गो कलाकारको तर्फबाट आज श्रद्धाञ्जली कार्यक्रम दिन यहाँ उपस्थित भएको छौँ। पक्कै पनि अब हामीले एउटा हाम्रो टिमबाट हाम्रो समूहबाट हिरा नै गुमाएका छौँ। सबैभन्दा एकदम प्रतिभाशाली अनि बहुप्रतिभाशाली एउटा कलाकार, जति बुढेसकाल लाग्यो उति आफ्नो अभिनयमा पोख्त एउटा कलाकार गुमाउनु पर्दाखेरि हामी सिङ्गो परिवार नै एकदम दुखी छौँ यसमा। र आज त्यही उहाँ फुपूकै सम्झनामा आज 12औं दिनमा यो श्रद्धाञ्जली कार्यक्रम राख्न हामी यहाँ सबै उपस्थित भएका छौँ। अरू त के हुने होस्, उहाँको अब स्वर्गमा बास होस्। हामीलाई छोडेर गयो भने हामीले उहाँलाई कहिल्यै बिर्सने छैनौँ र हाम्रा दर्शकवृन्दहरूले पनि कहिल्यै बिर्सने हुने छैन, किनकि उहाँको प्रतिभा, उहाँको एउटा क्षमताले गर्दाखेरि पनि कहिल्यै बिर्सने छैनौँ हामीले। उहाँको स्वर्गमा बास होस्। बाँकी त अब हाम्रो रेशमले बोल्नुहुन्छ उहाँको बारेमा। जब हामीले आमाको विषयमा हामी माझमा उहाँ हुनुहुन्न भनेर चाहिँ सार्वजनिक गऱ्यौँ, धेरै जो आमाको अभिनयदेखि उहाँको कलाकारितालाई मनदेखि मन पराउनु भएको थियो उहाँहरू पनि स्तब्ध हुनुहुन्छ। धेरैले मलाई पर्सनली रूपमा फोन गरेर पनि श्रद्धासुमन व्यक्त गर्नुभएको छ। हामीले पनि आमाको लागि श्रद्धासुमन मनैदेखि व्यक्त गरिरहेका छौँ। सँगसँगै आज हामी उहाँको घरमै आएका छौँ। बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर 3 को बाटाकचौर र उहाँको घर खाल्लीमै हामी उपस्थित भएका छौँ। यति बेला घर परिवार शोकको अवस्थामा कर्मकाण्डभित्र हुनुहुन्छ। आज 12 दिन भएको छ, भोलि उम्किँदै पनि हुनुहुन्छ। सबैभन्दा पहिला त यो ठुलो क्षति भएको छ समग्रमा, परिवारलाई त छँदैछ, समाजलाई छ, सँगसँगै समग्र कला क्षेत्रलाई नै ठुलो क्षति पुगेको छ डल्ले आमाको निधनले। हामी यो अवस्थामा जो शोकमा हुनुहुन्छ घर परिवार सँगसँगै आफन्तजन सबैप्रति समवेदना प्रकट गर्न चाहन्छौँ कि हामी पनि सँगसँगै दुखी छौँ, हामी सँगसँगै यो पीडामा छौँ। र आमाको 2083 साल 3 महिना 4 गतेका दिन स्वर्गारोहण भएको छ भने आमा 2005 साल 10 महिना 15 गते यस धरतीमा आउनुभएको थियो। जन्मसँगै मृत्यु हुन्छ यो त हामीलाई थाहा छ, तर मैले आमाको मृत्यु सँगसँगै एउटा सम्झना स्वरूप एउटा भिडियो निर्माण गरेको थिएँ, जहाँ भनेको थिएँ जो काम लाग्ने मान्छेहरू छन् उनीहरूको आयु, जो काम नलाग्ने मान्छेहरू छन् उनीहरूको आयुबाट कटौती गरेर अझै धेरै बाँचिदिए। यस्ता प्रतिभाशाली अथवा काम लाग्ने मान्छेहरूले अलि लामो आयु पाइदिए साँच्चीकै राम्रो हुन्थ्यो, एउटा अपेक्षा थियो। तर हामीले 77 वर्षको उमेरमा उहाँलाई गुमाएका छौँ। मैले पर्खाल फिल्म हामी साथीभाइ सूर्य दाई हामी मिलेर गराउँदै गर्दाखेरि एउटा गाउँले आमाको रोल चाहिएको थियो सानो, त्यही रोलमा उहाँलाई राख्यौँ। उहाँ अलिकति टाँठो हुनुहुन्छ, बोल्न सक्नुहुन्छ भनेर हामीले उहाँलाई राख्यौँ र उहाँको आवाज समग्रमा हामीले अहिले सम्झिँदै गर्दाखेरि त्यो पर्खाल मुभीकै सबैभन्दा आकर्षक पात्रको रूपमा आउनुभयो, सबैले मन पराउनु भयो। त्योसँगै हामीले धेरै अरू फिल्म सिरियलहरूमा आमाको भूमिकालाई अलि बढाउँदै गयौँ र आमाको अब्बल कलाकारिताले सबैको मन जित्दै जानुभयो। सामाजिक सञ्जालदेखि लिएर विभिन्न क्षेत्रहरूमा उहाँको अभिनयले सबैको मन जित्यो। सँगसँगै अहिले पनि टिकटकमा उहाँको आवाज जीवन्त छ र जीवन्त रहनेछ। आमा हामी माझमा नभए पनि उहाँको कला र उहाँको आवाज सधैँभरि हामी माझमा रहिरहनेछ, ताजा रहनेछ र हामी आमालाई सधैँभरि सम्झिरहनेछौँ। र त्यसपछि पछिल्ला कामहरू हामी गर्दै गयौँ।
उहाँसँगका इन्टरभ्यूहरू पनि तपाईँहरू माझमा प्रस्तुत गर्दै गयौँ। आमा सधैँभरि कडा रूपमा प्रस्तुत हुनुभयो। उहाँको कडा स्वभावले नै चिनिनुभयो र धेरैले आमा साँच्चीकै रियलमा पनि त्यस्तै हुनुहुन्छ होला भन्ने पनि मूल्याङ्कन गर्नुभयो। तर आमा खासमा कस्तो हुनुहुन्थ्यो भनेर पनि हामीले कुराकानी गऱ्यौँ, परिवारसँग कुरा गऱ्यौँ। ती कुराहरू पनि तपाईँहरू माझमा सार्वजनिक भयो। साँच्चीकै एउटा कोमल मनको धनी हुनुहुन्थ्यो आमा। सम्भवतः यहाँ गाउँ छिमेकमा त्यो लामो समयसम्मको मनमुटाव त कसैसँग पनि रहेन होला सायद, त्यस्तो लाग्छ। एकदमै अरूलाई बुझ्न सक्ने ठ्याक्कै फरक एउटा कलाकारितामै उहाँ चाहिँ कडा देख्नुभयो, तर रियालिटीमा उहाँ चाहिँ एकदमै शालीन मान्छे हुनुहुन्थ्यो र एकदमै मलाई व्यक्तिगत रूपमा त कति माया गर्नुहुन्थ्यो त्यो मलाई थाहा छ। एकदमै सम्झनुहुन्थ्यो, जति बेला पनि मलाई गाली गर्नुहुन्थ्यो। माया त उत्तिकै थियो, गाली पनि गर्नुहुन्थ्यो, त्यो मायाले गाली गर्नुहुन्थ्यो। आज मैले जन्म दिने आमा सँगसँगै फेरि एउटा आमा भनेर जसलाई डल्ले विषय आमालाई म आमा भनेर सम्बोधन गरिराख्थेँ र उहाँले छोरा भनेर सम्बोधन गरिराख्नुहुन्थ्यो। साँच्चीकै फेरि मैले अर्कै आमा पनि गुमाएको महसुस गरेको छु। आमाको स्वर्गमा बास होस्। घर परिवार आफन्तजन सबैमा यो जुन पीडा छ, बिस्तारै त्यो पीडा, यो शोक शक्ति र शान्तिमा परिणत होस् कामना गर्न चाहन्छु। र आमाको चाहिँ साँच्चीकै स्वर्गमा बास होस्, त्यो स्वर्ग जहाँ उहाँको कलाकारिताको पनि कदर होस्। साँच्चीकै उहाँ जीवनको उत्तरार्धमा मात्रै आएर हामीले उहाँभित्र भएको कला र क्षमतालाई चिन्न सक्यौँ र हामी उहाँसँग जोड्यौँ, उहाँ हामीसँग जोडिनुभयो र एकअर्कामा हामी सहकारी गर्दै आयौँ। हामी आमालाई धेरै समयसम्म बाँचेको हेर्न चाहन्थ्यौँ र तपाईँहरू माझमा उहाँको कलालाई लिन चाहन्थ्यौँ। तर विधिको विधान हामीले के जान्न सक्यौँ र उहाँ 77 वर्षको उमेरमा हामी माझबाट टाढा हुनुभएको छ। उहाँलाई फेरि पनि हार्दिक श्रद्धा सुमन भन्दै आजको यो श्रद्धाञ्जली कार्यक्रममा म मेरो शब्दहरू यहीँ रोक्न चाहन्छु। तपाईँहरूले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने आमाको आत्माको चिर शान्तिको लागि आफ्नो तर्फबाट आफ्नो विचारहरू कमेन्ट बक्समा राख्नुहोला। आमा हाम्रो माझमा नभए पनि आमा सधैँ हाम्रो माझमा सम्झना बनेर उहाँका आवाजहरू, उहाँको जुन कला हामीले प्रस्तुत गरेका छौँ त्यो सधैँ जीवित रहनेछ। नमस्कार।